हेलो साथीहरू, नमस्कार। आज पनि आएको छु है साथीहरू, एउटा कुरो लिएर तपाईहरुको अगाडि। कुरो चाहिँ कस्तो छ भने नि, राम्रो गरी सुन्नु होला ल। काम लाग्ने कुरा नै हो। र कुरो चाहिँ संसारमा तपाई हामी सबै मानिस जातिहरूले चाहना चाहिँ कस्तो हुन्छ त? मानिसहरूको चाहना कस्तो हुन्छ? सबैको पनि है, सबैको चाहना सुख र आनन्द प्राप्ति गर्ने चाहना हो कि हैन साथीहरू? त्यही सुख र आनन्द प्राप्ति गर्नको लागि मरिहत्तै गर्दा 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 गर्नुपर्छ। अनि मान्छेहरू अब यहाँ नेपालमा मात्रै मरिहत्तै गर्दा 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 पनि सुख र आनन्द प्राप्ति नभएपछि मान्छे कहाँ जान्छ त? विदेश जाने। अहिले त विदेश पहिला सुरुमा अब खाडी अरबतिर जानु पर्थ्यो भने अहिले त युरोपतिर पनि जान पाइन्छ हैन? कोरिया जापानतिर पनि, अस्ट्रेलियातिर पनि, जता पनि जानु पाइन्छ। अहिले त पैसा धेरै कमाउने मौका छ हैन? त्यही कारणले गर्दा सबै मान्छे पनि सुख होस्, आनन्द होस् भन्नुको खातिर चाहिँ विदेशतिर गएर डलर थाप्छन्। हुनसक्छ डलर महिनामा लगभग अब सुरुमा चाहिँ अब 2-2.5 लाखदेखि लिएर 3 लाख, 4 लाख, 5 लाख थाप्दै 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 अब धेरै पनि थाप्न सक्ला मान्छेहरू पुरानो हुँदै गएपछि। त्यसरी थाप्दै जाँदा मान्छेको मन के जति भए पनि सन्तुष्टि चाहिँ हुँदैन रहेछ। एउटा कुरो सुन्नु भएको छ तपाईहरुले? यो धन सम्पत्तिको डकारो चाहिँ कसैलाई पनि आउँदैन भनेर चाहिँ भन्छ। सुन्नु भएको छ? त्यसैले गर्दा मान्छे हुनसक्छ अब त्यति दुःख गर्दै जाँदा अब नेपालमा एउटा घर बनायो, एउटा घर हैन अब बिर्तामोडमा बनायो भने अर्को अब काठमाडौँमा बनाउन चाहन्छन्। बिस्तारै अब काठमाडौँमा हैन अब अस्ट्रेलियामा बनाउन चाहन्छन्, युकेमा बनाउन चाहन्छन्। खोइ त अब खुसी कहाँ मिल्ने होला नि? त्यो जति कमाए पनि त्यो त्यति नै खर्च हुँदै जाँदो रहेछ, त्यति नै चाहना बढ्दै जाँदो रहेछ, त्यति नै त्यो चाहनालाई पुरा गर्नलाई चाहिँ दुःख हुने रहेछ। यो कुराहरू चाहिँ हामी जति पनि मान्छेहरू छौँ, उहाँहरू जति पनि मान्छेहरूमा चाहिँ एउटा सन्तुष्टिको मन नभएको कारणले गर्दा नै हो। वास्तवमा हामी योभन्दा धेरै अब कमाउनु पर्दैन भन्ने खालको मन पनि बनाउन आवश्यक रहेछ क्या। किनकि यो धन सम्पत्ति भनेको चाहिँ मृत्युपछि लगेर जान पाइँदैन। अनि यो धन सम्पत्तिलाई चाहिँ कसरी सदुपयोग गर्ने भन्ने खालकोतिर चाहिँ लाग्नुपर्ने रहेछ। अनि त्यसरी गर्दै जाँदा पनि मान्छेहरू चाहिँ दुखी नै हुन्छन्। र मान्छे चाहे जति अब धन सम्पत्ति जति धेरै भए पनि मान्छे चाहिँ सन्तुष्टि कहिले पनि हुँदैन। अनि मान्छे धेरै पढे लेखेको शिक्षित होस् तर पनि मान्छे चाहिँ सन्तुष्टि चाहिँ हुँदैन। र यो सन्तुष्टि हुनु चाहिँ कहाँ पर्ने रहेछ, कसरी सन्तुष्टि भइने रहेछ त भन्ने कुरो चाहिँ मान्छेलाई थाहा नभएको कारणले गर्दाखेरि यसरी धन सम्पत्तिको पछि कुदिरहेको हुन्छ। हुन त धन सम्पत्ति नचाहिने होइन, चाहिने नै हो, तर ठिक्क लेभलमा हामीलाई खानु, लाउनु, बस्नु पुग्यो र इष्टमित्रहरूसँग यसो कहिलेकाहीँ रमाइलो गर्नु पुग्यो भने त्यति भए ओके भन्नुपर्छ, सन्तुष्टि हुनुपर्छ। खाने मेलो त भगवानले दिनुभएको छ, यसो बल जाँगरहरू हुँदासम्म हल्का के गर्दा खानु पुऱ्याइहालिन्छ हैन? धेरै धन सम्पत्ति चाहिँ लिएर के गर्नु होला? अनि धेरै धन सम्पत्ति भयो भने के हुन्छ? अस्ति शेरबहादुर देउवाको जस्तो आगो लाग्न सक्छ, चोरले लान सक्छ हैन त? त्यही भएर चाहिँ धन झन् धेरै चाहिँ तनाव चाहिँ हुन्छ। त्यसैले गर्दा हामी सन्तुष्टि चाहिँ कहाँ पाइने रहेछ त? आध्यात्मिकलाई चाहिँ अलिकति धेरै विशेष प्राथमिकता दिनुपर्ने रहेछ। हामीले वास्तवमा यो संसारमा के धन सम्पत्ति कमाउनको लागि नै आएको हो कि किन आएको हो? यो कुरा चाहिँ दिमागमा अलिक मनन गर्नु चाहिँ आवश्यक रहेछ। अनि मात्रै हामी जीवन पाएको अर्थपूर्ण जीवन बनाउन सकिन्छ।
हामी चाहिँ अरूको ठुल्ठुलो घर हेरेर दुखी हुने होइन भनेछ। हामी चाहिँ अरूको ससाना झुपडी हेरेर सुखी आनन्द खुसीको महसुस गर्नुपर्छ भनेर भनेछ। त्यो झुपडी हुनेवालाहरूको पनि अरूको सानो एउटा चपरी बारी पनि नहुने सुकुम्बासीहरूलाई हेरेर पनि खुसी हुनुपर्छ। सुकुम्बासीवालाहरूको पनि अझै हेर्नुपर्छ, झन् धेरै हुँदै नहुनेहरूलाई हेरेर पनि खुसी हुनुपर्छ। बाटोतिर हेर्नु त कति धेरै माग्नेहरूलाई हेरेर पनि हामी खुसी हुनुपर्छ। बाटोमा मान्छे दुईवटा आँखा नभएको मान्छेहरूलाई हेरेर पनि हामी सन्तुष्टि र खुसी हुनुपर्छ। दुईवटा हात नभएको मान्छेहरूलाई हेरेर खुसी हुनुपर्छ। दुईवटा खुट्टा नभएको मान्छेहरू हेरेर हामी खुसी हुनुपर्ने रहेछ। किनकि हामीसँग त सबै कुरा छ। भगवान्लाई धेरै धेरै धन्यवाद दिन पर्छ। अनि हामी चाहिँ खुसी भएर सङ्घर्ष मेहनत गर्ने हो, खाने हो, आनन्द रमाउने हो। यसरी चाहिँ गर्नु चाहिँ धेरै आवश्यक रहेछ। अनि मात्र वास्तविक हामी खुसी यो वर्तमानमा बनाउन सकिन्छ र मृत्युपछि पनि हामी खुसीको संसार प्राप्त गर्न सकिन्छ है साथीहरू। तपाईँहरूलाई यस्तो कुरा एकदम साँचो मनले सुन्नुहोला। यस्तो कुराहरू भगवानको सत्य कुरा नै हुन्। अझै मन पर्यो भने अरूलाई पनि सेयर गर्नुभयो भने अरूले पनि सुन्ने मौका पाउँछ र अरूको पनि मनलाई परिवर्तन गराउने कसको हातमा छ त? तपाईँहरूको हातमा। त्यसैले सेयर गर्नुहोला, रिपोस्ट गर्नुहोला। अनि यो भनेर चाहिँ ईश्वरको काम, भगवानको काम हो है साथीहरू। यति मात्र भन्न चाहे। धन्यवाद। बाई बाई।